चाहिँ अहिले लन्डनको स्ट्याटफोर्ड ट्रेन स्टेसनमा छु। जुन देखेको ब्याकग्राउन्ड चाहिँ लन्डनको स्ट्याटफोर्ड ट्रेन स्टेसन हो। यहाँबाट चाहिँ म अब इलिङ बोर्डवे जाँदैछु। चाहिँ यस्तो देखिरहेछ रातिको समयमा। अहिले काम सकिएर चाहिँ फर्किँदैछु। यस्तै छ विदेशको जिन्दगी, यसरी भइरहेछ। अब मेरो ट्रेन चाहिँ ठ्याक्कै 10:01मा आउँदैछ। अब 10:01मा म चाहिँ अब ठ्याक्कै 10:01मा आउँदैछ। अनि त्यही भएर म चाहिँ अहिले अब ट्रेन कुरेर बसिरहेको छु। यहाँबाट चाहिँ म इलिङ बोर्डवे जान्छु। अहिले इलिजाबेथ लाइनमा यहाँ 10:01मा आउँदैछ। म चाहिँ केही समय कुर्नु पर्ने भएर